हेलो साथीहरू नमस्ते, स्वागत छ। 안녕하세요। तपाईँहरूलाई स्वागत छ मेरो किम्ची मास्टर युट्युब च्यानलमा। तपाईँहरूलाई म आज कोरियन स्पाइसी फ्राई चिकन कसरी बनाउने र कसरी के हाल्ने मसलाहरू त्यो सबै तपाईँहरूलाई म यो भिडियोमा देखाउन गइरहेको छु। तपाईँहरूले माया गरिदिनुहोला र तपाईँहरूले स्पाइसी फ्राई चिकन खानुभएकै छ होला सायद। तर अन्य कोरियामा मात्र नभइकन अहिले नेपालमा पनि एकदम पपुलर खाना भनेको पपुलर डिस भनेको स्पाइसी फ्राई चिकन पनि पर्छ। तपाईँहरूले यो स्पाइसी फ्राई चिकन कसरी बनाउँछ के गर्छ तपाईँहरूले हेर्नुहोला है त। पहिला सुरु हामीले कटिङ गर्नुपर्छ। यसरी कटिङ गरिसकेपछि अनि कुन साइजमा आफूलाई मनपर्छ त्यो साइज काट्नुपर्छ। हामीलाई चाहिँ यस्तो साइज आवश्यकता छ त्यही भएर यसरी काटेको छ। र यसरी काटिसकेपछि अब हामीले यसलाई मजाले सफा गर्नुपर्ने हुन्छ। हल्का फोहोरहरू हुन्छ, बलुटहरू जमेको हुन्छ, यसरी सफा गर्ने। यसरी सफा गरिसकेपछि अनि हामीले यसलाई जालीमा राख्छौँ र जालीमा राखेर मजाले 2देखि 5 मिनटसम्म एकदम राख्ने। त्यहाँबाट पेस्ट बनाएर यसलाई फ्राई गर्नुपर्ने हुन्छ। यसरी जाडले सफा गर्ने, मिची धुने होइन। त्यसमा भएको ब्लडहरू र त्यसमा भएको फोहोरहरू सबै जाओस्। 2-3 पटक धुनुपर्ने हुन्छ। जबसम्म त्यो फोहोर पानी जाँदैन त्योसम्म धोइरहनु पर्ने हुन्छ। तपाईँहरूले यसरी धुनुहोला, सफा गर्नुहोला है भन्न चाहन्छु। माया गरिदिनु होला। मेरो यो फर्स्ट भिडियो हो। तपाईँले माया गरिदिनु भन्ने पूर्ण आशा छ। यदि माया, सपोर्ट, हौसला भयो भने म फेरि अर्को भिडियो पनि हाल्न हाल्छु। अनि तपाईँहरूलाई सबै कोरियन फुड सबै म भिडियो बनाएर हाल्नेछु है त ल। मैले मैदा लिएको छु, धोएर सकिसक्यो। मैदा लिइसकेपछि 1 बोल जति लिएको छु, 2 बोल अनि ब्ल्याक पेपर हाल्ने। चाहिने अलिकति फ्लेभरको लागि ब्ल्याक पेपर र थोरै नुन हाल्ने। सोगुम नहोस् हो। थोरै नुन राख्नुहोस्। त्यस पछाडि थोरै पानी राखेर त्यसलाई मजाले पेस्ट बनाउने। पेस्ट बनाइसकेपछि अब मैले थोरै यसमा पानी राख्यो। यसरी पेस्ट पनि रेडी भइसक्यो। अब यसमा त्यो अघि नै काटेको सफा गरेको चिकनलाई यसमा मैले यसमा पेस्टमा राखेर मैले यसमा पेस्ट राखिसक्यो। यसलाई मजाले मोलिसकेपछि अब यसलाई मजाले हातले मोल्ने। अनि यो पछि यो पेस्टमा यस्तो कलर हुन्छ। यसलाई मजाले मुछिन गर्नुपर्ने हुन्छ। लगभग यो पेस्टमा मुछेर रेडी भइसक्यो। यसलाई अब फ्राईको लागि आवश्यकता छ। म यसलाई तुरुन्तै फ्राई गर्दै छु। सुरुमा तेल लिएको छु र तेल हाल्ने। हाम्रो कराही ठुलो छ, हाम्रो धेरै फ्राई चिकन गर्नुपर्ने हुन्छ। त्यही भएर धेरै तेल हालेको छु होइन। तपाईँको आवश्यकता अनुसार त्यो अनुसार हाल्नुहोला। यसरी मजाले फ्राई गर्ने। अलिकति एकदम धेरै ड्राई पनि गर्नु हुँदैन। एकदम सफ्ट हुनुपर्छ यो फ्राई चिकन, स्पाइसी फ्राई चिकन होइन। अलि नर्मल फ्राई चिकन खानुहुन्छ भने अलिकति ड्राई गऱ्यो भने केही हुँदैन। स्पाइसी फ्राई चिकन भनेको चाहिँ एकदमै सफ्ट हुनुपर्छ है त। त्यस भएको कारणले गर्दा यसलाई जहिले पनि हाफ मात्रै फ्राई गर्नुपर्ने हुन्छ। यसलाई हाफ मात्रै फ्राई गर्छौँ हामीले र हाफ फ्राई गरिसकेपछि डबल फ्राई गर्नुपर्ने हुन्छ। यो फ्राई गरिसकेपछि फेरि अर्को तेलमा राखेर एकछिन सेलायो भने अनि राम्रो कलर निस्किन्छ। कलर निस्किनुको लागि हो। यसलाई सुरुमा एकपल्ट पकाइसक्यो। यसलाई अर्कोपल्ट पनि पकाउनु पर्ने हुन्छ। यसरी लगभग ब्राउन कलरमा आइरहेको छ। यो चाहिँ लगभग ब्राउन कलरमा आइसक्यो। यो हाफ पाकिसक्यो। फुल चाहिँ पकाउनु हुँदैन। फुल चाहिँ आफूलाई कति चाहिन्छ त्यो अनुसार मात्रै पकाउनुपर्छ। फुल पकाउनको लागि चाहिँ के हो अर्को तेलमा थोरै सेलाइसकेपछि मात्रै पकाउनु पर्ने हुन्छ। किनकि धेरै ड्राई गर्नु हुँदैन। यति ड्राई नर्मल फ्राई चिकन खानुहुन्छ भने त अब नर्मल होइन, एकछिन सेलाएर फेरि हाल्दा खाँदा भयो। अनि
र स्पाइसी फ्राई चिकनको लागि चाहिँ यसलाई सफ्ट हुनुपर्छ, यत्तिको कलर हुनुपर्छ। यसलाई फेरि फेरि पनि फ्राई गर्नुपर्ने हुन्छ क्या यसलाई। त्यही भएर यत्तिको कलर चाहिँ राख्नुपर्छ। अब यसको लागि चाहिँ म स्पाइसी फ्राई चिकनको पेस्ट कसरी बनाउँछ, स्पाइसी फ्राई चिकन बनाउन गइरहेको छु है त। अब यसमा अब सेकेन्ड फ्राई, अघि न फर्स्ट फ्राई पनि सेकेन्ड फ्राई होइन। अब हाम्रो सेकेन्ड फ्राई पनि लगभग पाकिसक्यो। यो कलर चाहिँ यत्तिको हुनुपर्छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले पुरै ब्राउन कलर आइसक्यो हो। यत्तिको सफ्ट हुनुपर्छ क्या। अनि मजाले मजाले एकदम बिच बिचमा चिर्नुपर्ने हुन्छ, किनकि त्यसमा ससहरू भित्रसम्म लागोस् भनेर। अब मैले स्पाइसी फ्राई चिकनको पेस्ट कसरी बनाउँछ तपाईँहरूले देखाउन गइरहेको छु है त। सुरुमा तेल राख्ने, त्यस पछाडि थोरै थोरै के राख्नुहुन्छ भने लसुन राख्ने, मानुल राखिसकेपछि हामीले टोमाटो केचप राख्नुपर्छ। टोमाटो केचपलाई अलिकति पाक्नुपर्ने हो, त मैले अलिकति अगाडि हालेको छु। टोमाटो केचप, त्यस पछाडि हामीले हाल्नुपर्ने हुन्छ कोरियन खानामा नहुने थासिदा। तपाईँहरूले मेल्ची थासिदा, सो थासिदा, जुन थासिदा युज गरे पनि हुन्छ, तर थासिदा चाहिँ हुनुपर्छ। र चिल्ली पाउडर हालेको छु मैले। हामी चाहिँ तिखो लाल भन्ने युज गर्छ, अलिकति स्पाइसी हुन्छ, त्यही भएर तपाईँले डल्ले खोर्सानी हाल्न पनि सक्नुहुन्छ, जुन पनि हाल्न सक्नुहुन्छ। र थोरै ब्ल्याक पेपर पनि हालेको छु। ब्ल्याक पेपर त नहुँदैन, ब्ल्याक पेपर फ्लेभर त आउनु पऱ्यो खाने बेला होइन, हल्का हल्का। र थोरै मैले पानी हालेको छु, किनकि त्यसलाई ग्रेभी हल्का ग्रेभी त बनाउनु पऱ्यो। त्यो ग्रेभी बनाउनको लागि मैले कचुजाङ पनि हाल्यो। कचुजाङ यसरी मजाले हाल्ने। कति आफूलाई धेरै पनि हाल्नु हुँदैन फेरि, किनकि कति छ त्यो चिकन त्यो अनुसार ठ्याक्क हाल्नुपर्छ। धेरै हाल्यो भने किनकि चर्को हुनसक्छ, हरेक हुनसक्छ होइन। धेरै पेस्ट धेरै धेरै भयो भने मिठो पनि हुँदैन, ठिक्क हुनु लाइट कलरको हुनु क्या। अनि त्यही भएर यसमा हाल्ने भनेको थासिदा हाल्नै पऱ्यो। थोरै सुगर आफूलाई कति गुलियो खान मन लाग्छ त्यो अनुसार थोरै राखिने हुन्छ। र नखानु मन छैन भने चाहिँ थोरै थासिदा मात्रै युज गर्छ। र कचुजाङ थासिदा हाल्यो भने चर्को हुन्छ नि त, त्यही भएर थोरै चिनी हाल्नै पर्ने हुन्छ। सोगुम सोगुम चाहिँ यसमा हाल्नु पर्दैन, सोगुम चाहिँ अलरेडी अगाडि नै हालेको छ हामीले पेस्ट बनाउने बेला। यसमा चाहिँ भनेको थासिदा र कचुजाङले नुनकै काम गर्छ है त। अनि त्यसमा मैले थोरै सल्थाङ लिएको छु। सल्थाङ त नहुँदैन, सल्थाङ भनेको चिनी, मैले अघि नै भनिसक्यो। मैले हालेँ थासिदा र अनि के हाल्यो चिनी राख्यो। यसरी चिनी राखिसकेपछि लगभग पेस्ट रेडी भइसक्यो। हामीले जुन अघि नै फ्राई गरेको थियो सेकेन्ड फ्राई, त्यो फ्राई चिकन चाहिँ यसमा हालेर मजाले त्यसमा लतपत्याउनु पर्ने हुन्छ। त्यसमा मजाले लगाएर अनि कुनै कुनै ठाउँमा लाग्ने कुनै ठाउँमा नलाग्ने गर्नु हुँदैन, सबै ठाउँमा लाग्नुपर्छ। र अनि राम्रो टेस्ट पनि आउँछ है त। तपाईँहरू पनि घरमा बनाएर खान सक्नुहुन्छ यसरी नै स्पाइसी फ्राई चिकन है त। खानुभएको छ होला तपाईँहरूले पनि पक्कै पनि यो स्पाइसी फ्राई चिकन तपाईँहरूले अरूले भ्लग बनाएको मात्रै हेर्नुभएको छ होला, गएर खाएको मात्रै हेर्नुभएको छ होला भने चाहिँ तपाईँहरूले आज मैले लाइभ बनाएर देखाएको छु। तपाईँहरूले स्पाइसी फ्राई यसरी बन्दो रहेछ भने मलाई तपाईँहरूलाई थाहा भयो। त्यस भएर तपाईँहरूले पनि उ गर्नुहोला, घरमा बनाएर खान सक्नुहुन्छ। स्पाइसी फ्राई चिकन यसरी बनाउँदो रहेछ भनेर थाहा भयो नि त तपाईँहरूलाई। त्यही भएर तपाईँहरू पनि बनाएर खान सक्नुहुन्छ। यसरी बनाउँछ हाम्रो स्पाइसी फ्राई चिकन। एकदम कोरियामा, नेपालमा पपुलर स्पाइसी फ्राई चिकन। स्पाइसी फ्राई चिकन मन नपराउने मान्छे चाहिँ कमै नै होला क्या। एकपल्ट खायो भने नेक्स्ट टाइम त उसले अर्डर खान्छै खान्छ क्या। अब रेडी भइसक्यो है, मैले अब प्लेटमा राखिदिन्छु होला। साङ्चो ओछ्याएको छु, प्लेटमा ट्याक्कै साङ्चो राखेर अनि ट्याक्कै त्यो कस्तो हुँदो देख्दो रहेछ हेर्नु होला तपाईँहरू पनि होइन। यता राम्रो देखिरहेछ के अरे होइन। तपाईँहरूले खाएको मान्छेलाई त यसको स्वाद कस्तो छ भनेर त थाहा भएकै छ होला। अनि कतिपय मान्छेहरू खानु नभएको पनि हुनसक्छ, नखानु पनि हुनसक्छ। त्यही भएर तपाईँहरूले घरमा पनि ट्राई गर्नुहोला, यसरी बनाउनु होला स्पाइसी फ्राई चिकन। यो चाहिँ स्पाइसी कोरियाको एकदम पपुलर डिस स्पाइसी फ्राई चिकन हो। याङन्यङ थाक भन्छ है। याङन्यम हो कि याङन्यम हो, याङन्यम थाक कोरियाको पपुलर डिस। नेपालमा पनि मन नपराउने कमै हुन्छ होला सायद। एकदम यसमा मेग्चु